यहाँहरू सबैजनालाई प्यारो प्रभु येशू ख्रीष्टको नाममा जय मसीह अनि शालोम टक्राउन चाहन्छु। म विश्वास गर्छु तपाईँहरू सबैजना आराम कुशल हुनुहुन्छ होला भनिकन अनि यहाँहरूलाई म स्वागत जनाउन चाहन्छु। म तामाङ बाबु अर्थात् ड्रुपा तामाङ बाबुको यो युट्युब च्यानलमा पनि अनि आज तपाईँहरूसँग केही मिनेट केही समय परमप्रभुको कुरालाई लिकन भलाकुसारी गर्ने अवसर प्रभुले दिनुहुँदाखेरि बडो म आनन्दित भइराखिरहेको छु। अब हामी एउटा सानो यात्रामा जान लागिराखिरहेको छौँ। यो दिनहरूमा हामी धेरै थाकिराखिरहेको छौँ। एउटा इसाई यात्रामा हिँड्दै गर्दाखेरि हामी थाकिराखिरहेको अवस्था छ। अनि हामीले गल्ती गरेको चाहिँ के हो भन्दाखेरि चाहिँ यो दिनहरूमा हामी परमप्रभुको आवाजलाई सुनिराखिराखेका छैनौँ। यी दिनहरूमा हामीले हाम्रो आवाजलाई अगाडि राखिराख्यौँ। हामीले हाम्रो आवाजलाई अघिल्लो पङ्क्तिमा राखेको कारणले गर्दाखेरि हामी थाकिराखिरहेको अवस्था छ। किनकि परमप्रभुको वचनले त हामीलाई भन्नुभएको छ, जसले परमप्रभुमा भरोसा राख्छ त्यो चिल चाहिँ माथि उग्लन्छ भनेर भनेको छ है। सो त्यो मानेमा पनि हामी थाकेको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले हाम्रो पाइलाहरू परमप्रभु भन्दा बाहिर अर्थात् अरू थोकमा लगाएर चाहिँ हामी परमेश्वरसँग हिँड्छौँ भनिकन हाम्रा ओठले चाहिँ बोलिराखिरहेका छौँ। परमप्रभु परमेश्वरले सिर्फ ओठले मात्रै बोल्ने मानिसलाई एक्सेप्ट गर्नुहुन्न। परमेश्वरले त्यो व्यक्तित्वलाई एक्सेप्ट गर्नुहुन्छ जसले चाहिँ बोल्छ अनि जो चाहिँ प्र्याक्टिकल हुन्छ। अनि हाम्रो अल्टिमेट इच्छा यी दिनहरूमा यसरी बढ्दै जानुपर्ने छ। जुन इच्छा चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वर जस्तै हुने, परमेश्वर जस्तै हुने। आमेन भन्नुहोस् न हजुर। परमेश्वर जस्तै हुने हाम्रो इच्छा हो। हामीलाई परमप्रभुलाई हामीले प्रशंसा गाउनु अर्थात् परमेश्वरलाई हामीले स्तुति दिनुमा परमेश्वर त्यति धेरै इन्ट्रेस्टेड हुनुहुन्न त्यो स्तुति आराधना लिनुमा। परमेश्वर यो कुरालाई लिएर बडो विहोर हुनुहुन्छ। यो कुरालाई लिएर परमेश्वर बडो सुक्त हुनुहुन्छ कि उहाँका छोराछोरी उहाँ जस्तै बनिँदै जाने कुरामा उहाँ बडो सुक्त हुनुहुन्छ। अनि यो दिनमा यो पुस्तालाई परमप्रभु परमेश्वरले डाकी बोलाउनु भएको चाहिँ उहाँलाई स्तुति उहाँलाई आराधना गर्नु मात्र नभएर होइन, तर उहाँ जस्तै बनेर हिँड्नुको लागि पनि यो पुस्तालाई डाकी बोलाउनु भएको। इफ समबडी एग्री विथ मी कम अन से आमेन। हजुर आमेन भन्नुहोस् न। 1 2 3 आमेन। म फेरि गन्छु 1 2 3 भन्छु 1 2 3 हजुर 1 2 3 हजुर 1 2 3 हजुर। यस हामीले प्रभुसँग हामीले निश्चय त गरिराखिरहेको छौँ यति बेला कि प्रभु म थाक्दिनँ, म तपाईँ जस्तै बनिन्छु। हजुर म तपाईँ जस्तै बनिन्छु। परमेश्वरको अन्तिम इच्छा, परमेश्वरको इच्छालाई म खोजी गर्ने परमेश्वरको असल छोरा बनिन्छु, असल छोरी बनिन्छु भनिराखिरहेको छौँ हामीले। यो पुस्तामा परमप्रभुले शक्तिशाली कार्य गराउँदैछ। यो पुस्ता थाक्ने पुस्ता होइन, किनकि यो पुस्ताले यो वचनलाई बुझेको छ। मत्ती 11 अध्यायको 28 बुझेको छ यो पुस्ताले कि परमप्रभु विश्रामको चौतारो हुनुहुन्छ। आऊ तिमी थाक्यौ, आऊ विश्राम लिन आऊ। मेरो जुवा उचाला, मेरो जुवा बोका यो हलुङ्गो छ। God calls you। परमप्रभु तपाईँलाई बोलाउनुहुन्छ। He calls you to build his kingdom। उहाँ बोलाउनुहुन्छ उहाँको राज्यलाई स्थापना गर्नको लागि। यो पुस्तक बतास जस्तै बग्छ। आमेन आमेन। यो पुस्ता अब थाक्दैन। यो पुस्ता बलियो बनेको छ, किनकि पराक्रमी परमेश्वरको अगाडि यो पुस्ता आएको छ। परमेश्वरको अगाडि यो पुस्ता आउँदै गर्दाखेरि यो पुस्ताको हातहरू निर्मल छन्, यी पुस्ताको हृदयहरू निर्मल छ। आमेन। भजन सङ्ग्रह 24 अध्यायको 3 अनि 4 भन्छ है, परमप्रभुको त्यो पवित्र पर्वतहरूमा त्यही मानिस बास गर्छ जसले मूर्ति पूजा गरेको छैन, जसले मन लगाएको छैन मूर्ति पूजाहरूसँग, जसले चाहिँ परमप्रभु परमेश्वरको अगाडि आफ्ना हातलाई निर्दोष साबित गरेको छ। हालेलुया। यो पुस्तकको हात
कति निर्दोष छ जसले परम प्रभुसँग भरोसा राखेर हिँड्छ। यो पुस्ता डराउने छैन। यो पुस्ता चाहिँ चिलझै आकाश माथि 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 उड्नेछ। आमेन आमेन। यो पुस्तामा म खडा हुनु पाउँदाखेरि बडो परमेश्वरसँग उत्सुकता भएको छु। Our God is such a wonderful God who loves us so much from heaven. उहाँको अनुग्रह कहिले पनि मर्दैन, कहिले पनि मर्दैन। रेबा साथाला हाखामा सेथे रेबा साखारा रा रे हे थालामा साखारा बा साखारा बाबा। धन्यवाद परमेश्वर बाबु तपाईँलाई, धन्यवाद परमेश्वर बाबु तपाईँलाई। हामीले यो वचनलाई सुनिराखिराखेका थियौँ प्रभु। हामी आज तपाईँका कुराहरूलाई प्रभु गहिरोसँगले एउटा सानो वचन खण्डलाई हेर्ने कोसिस गऱ्यौँ प्रभु। हामीलाई तपाईँले आशीर्वाद दिनुभएको होस् प्रभु। हामीलाई अझै शक्तिशाली रूपमा प्रभु तपाईँको वचनका कुराहरू सिकाउँदै लानुहोस् प्रभु। बतास जस्तै दौडिने पुस्ता बनाउनुहोस्। यो पुस्ताको हातहरू प्रभु निर्दोष होस्, हृदयहरू निर्मल बनिँदै जाओस् प्रभु। यो पुस्ताले मूर्ति पूजाहरूमा मन नलगाओस् प्रभु। हाम्रा हातहरू प्रभु हामीले तपाईँसँग कमिटमेन्ट गरेका कुराहरू, तपाईँसँग राखेका साक्षीका कुराहरू प्रभु हामी तपाईँसँग पुरा गर्दै जान सकौँ प्रभु। हामीलाई सहायता गर्नुहोस्, हामीलाई सुरक्षा गर्नुहोस् प्रभु। मनको भावहरू गरुङ्गो छ तर पनि तपाईँको अगाडि हामी लिएर आउँछौँ। तपाईँले भन्नुभएको छ मत्ती 11:28मा, आऊ छोरा तिमी थाक्यौ होला, आऊ न छोरा थाक्यौ होला, विश्रामको चौतारीमा आऊ। प्रभु हामी विश्रामको चौतारीमा आउँछौँ। हामीलाई तपाईँले प्रभु भलाकुसारी गर्नको लागि यतिका समयसम्म राख्नुभयो, त्यसको लागि महिमा तपाईँलाई, प्रशंसा तपाईँलाई, गौरव तपाईँलाई सुम्पिँदै सबै कुरोको निम्ति प्रार्थनामा आशीष माग्छु। हामीलाई अति नै प्रेम गरिकन काल्भरी क्रुसमा बलिदान हुने प्यारो प्रभु यीशु ख्रीष्टको नाउँमा आमेन आमेन आमेन। परमेश्वरले तपाईँ अनि मलाई धेरै आशीर्वाद दिउन्। आगामी प्रसारणमा पनि फेरि भेट्ने आशामा बिदा चाहन्छु। जय मसीह, शालोम। जय मसीह, शालोम।